मैले कहिले पनि सोचेको थिएन कि चटपटेवाला दाइसँग झगडा गर्दाखेरि हामीले पुलिस नै छुट्याउन आउनुपर्छ भनेर। खासमा कुरा यस्तो हो। सो हेलो साथीहरू, के छ मेरो चाहिँ बब्बालै छ है त। आज चाहिँ म बिहान बिहान उठेर टक्क लागेर घाम ताप्दै भनौँ कि हावा खाँदै भनौँ, जे भने नि गरेछ है त। टक्क घाम तापेर अनि यो गाडीको चाहिँ आज फाइनली पेन्ट हुने हो नि त। त्यही भएर यसको पुडिङ लगाएर घोटघाट कार्यक्रम चल्दैछ है त। यता फेरि हाम्रो मामाजीहरूले फेरि यहाँ के हो यस्तो समातेर भिडियो गराउनु हुन्थ्यो अनि सोध्दै हुनुहुन्थ्यो नि, अनि सम्झाउँदै पनि हुनुहुन्थ्यो कि टक्क लाएर। अनि त्यो चटपटेवाला झगडा गर्नेवाला चाहिँ होइन है त। मैले यत्तिकै मजाक गरिदिएको थिएँ कि। अनि हाम्रो अटोको पनि घोटघाट कार्यक्रम सुरु भएर पनि अनि फाइनली पेन्ट भएर भन्दा नि थोरै काम अझै बाँकी नै थियो कि एमा चाहिँ है त। अनि त्यो बोलेरो म्याक्सको थियो नि त काम, अनि यसको काम पनि चालु भइसकेको छ कि। अनि हामीसँग चाहिँ यस्तो यस्तो जिप पनि हुन्छ है त गाइज। बोलेरो भन्दा नेपालमै बनेको गाडी हो कि त्यो चाहिँ। अनि यो गाडीको पनि अब पेन्ट हुन सुरु हुन्छ टक्क लागेर। अनि मैले चाहिँ यो गाडीलाई अब फेरि बोलेरो म्याक्सलाई होल्डिङ गरिदिन सुरु गरिदिन्छु बारलाई। के गर्नु र। अनि त्यो अटोको फाइनल लुक चाहिँ यस्तो देखिएको थियो कि गाइज। अगाडि त केही भएन नि त, पछाडि मात्रै हो, त्योहरू पछाडि देखाइदिएको। अनि त्यो चाहिँ कस्तो थियो कमेन्ट गर्नु होला है त। अनि म नास्ता खाने टाइम हुन्छ, म गइदिन्छु मोमो खानको लागि। त्यतिले मलाई कहाँ पुग्छ र फेरि खाइदिन्छु चटपटे। के गर्नु र के भएको मलाई यस्तै खान मन लाग्छ त। अनि त्यो बोलेरो म्याक्सको नयाँ मोडलको इन्जिन र अनि यो भित्र फेरि एसी सिस्टम रहेछ कि हेर्नु न। टक्क बोलेरो जिपमा पनि एसी आउन थाल्यो है त। त्यही गर्दा पनि अनि छुट्टी गरेर म गइदिन्छु कपाल काट्नको लागि। आजको लागि यति नै है त।